मात्रै फाल्दियो भने ठिकै छ क्या, हावा मात्रै फाल्दियो भने ठिकै छ। त्यो साइकल त्यो पुरेका छुस्की हुन्छ नि, स्पम हाल्ने छुस्की, त्यो नै फालिदिरहेको छ क्या। कस्तो गाली पनि के भनेर गाली गर्नु चिन्नु न। यस्तो गर्दैछ अब केही भन्नु छ। दुइटै टायरको के फेरि के भयो जाने बेलामा अब 9 बजिरहेछ, 9 बजीबाट गएको छ है। दुइटै टायरको हावा फाल्दैछ क्या। अब हिँडेर जानु बाहेक उपाय के छ? यो साइकललाई अब डोराउँदै लगेर अब बनाउन लगेको लागि यसलाई 1500-2000 लाग्छ कि। 9 बजे गएको जान पर्ने छ। अब 9 बजे आएर अब गएको त अब 10 मिनट अगाडि हिँडे त भ्याइन्छ नि त। अब 10 मिनट अगाडि आएर हेरेर साइकलको पम्प छैन क्या, उडाइदिइरहेको छ। अब के भन्ने के हो कि बौला हो, कसम बौला नै हो। के भन्नु कि यस्तो रिस उठ्छ नि। अब 9 बजे गएको जान पर्ने छ अनि आएर 8:50मा साइकल हेर्दा पम्प सम पुरै फालिदिइरहेको छ कि। कसम भेटा नि त्यसको दाँसा झारिदिनु तेरो। कसम यो जापानिजहरू कसम बौला नै हो कि मादर चोतहरू। यस्तो गरिदिनु त मादर चोत जापानिज कुल्लीहरूलाई यस्तो गाली गर्न मन लाग्छ नि, यस्तो गाली गर्न मन लाग्छ नि है। यहाँ स्टेसनमा साइकल छोडेर गएको तर त्यहाँ पार्किङ नै हो, साइकल राखेर गएको आमामा साइकलको पुरै दुइटै टायरको त्यो कुनै के त्यो टायरको हुन्छ नि त्यो उखालेरै फाल्छौँ। यस्तो गाली गर्नु मन छ नि, के भन्नु कि। अब छ कि यहाँको उनै छैन कि। यस्तो त नगर्नु नि मा, कमसेकम हुन्छ नि यार, के भन्नु कि। कुल्लीहरूमा